नमस्कार साथीभाइ। म साइला एग्रो इन्जिनियरिङबाट नेपालमा एउटा मसिन सिएनसी मसिन बनाइरहेको। यसलाई राति 11 बजिसक्यो। यसलाई यसो टेस्टिङ अझै पनि नट कम्प्लिट, इट इज इन द प्रोग्रेस। यसलाई टेस्टिङ पिरियडमा चलिरहेको छ। यसलाई हेरौँ कस्तो चल्छ भन्ने कुरा। यो अब अलिकति वायरिङको काम बाँकी रह, अलिकति फाइनलसँग काम बाँकी छ। यो खास गरेर बनाएको मल्टिपर्पस टाइपको मसिन हो। यसमा 3-in-1 वर्क गर्न सकिन्छ। एउटा लेजर हाल्न पनि सकिन्छ, राउटर पनि चलाउन सकिन्छ, प्लस यसमा हामीले पनि गर्न सकिन्छ, प्लाज्मा जस्तो। प्लाज्मा पनि सोर्स, प्लाज्मा सोर्स, लेजर सोर्स और राउटर सोर्स गर्न सकिन्छ। यो एउटा बेल्ट सिस्टम बनाएको, यो कभरिङको लागि बेरिङहरू और लिनियर रेलहरू गाइड और त्यो गर्नको लागि। यसलाई हेरौँ यसो चलाएर कसो चल्छ। यो वर्किङ पोजिसन हो। यसरी चलिरहेको छ। लमसम 11 बजेर 23-24 मिनट भइसक्यो। एउटा रिसर्च गरेर हेरौँ भन्ने कुरा हो। अहिले यहाँ खास गरेर डबल मोटर बस्नुपर्ने हो। सिङ्गल मोटर हो। एउटा मोटर माथि परेको छ। त्यो मोटर अहिले फिट गरेको छैन। एउटा क्लकवाइज, एउटा एन्टी क्लकवाइज चलिराखेको भएर। ल, थ्याङ्क यू।